बल्ल मलाई अनि मयूर देखिनस् त नि मयूर देखिनस् ए फुर्का फर्काइदियो त मयूर कान्छीलाई त बेहुली साडीमा हाल्दा त यो साडीमा राम्रो देख्यो त बाबाले पनि त्यही भन्नु मेरो आमाले त्यस्तै देखेको बुढा त्यो तँ देखाएको कान्छी म त हेर्छ हजुर यो यस्तो आमा आँखा कमजोर भयो क्या ल मलाई पिङ्कले सुहाउँछ त त्यो युनिभर्सल ट्रुथ हो त अनि म त्यही भएर त म पिङ्क किउँ भन न ल हेर यहाँ हेर अझ पोते चाहिँ सुहाएन है म त त्यही याद गर्ने हैन सुहा खाए पोते नि हजुर तिमी त अझ ठ्याक्कै आन्टी भाउ भिडियो देखाउ न True well. Yes. हाम्रो आज इन्गेजमेन्ट ब्राइडको मेकअप हुँदैछ एउटा काण्ड देखाइदिन्छु छुट्टै छुट्टै काण्ड यो पनि क्याप्चर त गर्नु पर्यो नि त यी आज इन्गेजमेन्ट यस्तो पल परेको लाएर जानु यस्तो मान्छे होला है त्यही भनेको त नि ऊ त उफ्रि 10 भित्ता उफ्रिँदै हिँड्छ थाहा छ मलाई एउटा साङ्गो पनि बाँधेर राखिदिन्थ्यो धेरै चकचकी मान्छे नि खोइ त आज अर्को बहिनी छैन आज अर्को बहिनी सबै रेस्ट के कुसमाबाट आएको सबैलाई थगेर दुलैले गाइस दुले जस्तो भाइब्स आएन छैन गाइस ल अब चाहिँ हामी चाहिँ मेकअप सेकअप भ्याएर चाहिँ भेन्यूमा जाँदैछौँ गाइज यहाँ पछाडि हुनुहुन्छ हाम्रो ब्राइड यता कस्तो लागिरहेछ ब्राइडलाई स्कुलको प्रोग्राम जस्तो लागिरहेछ यहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ लेट्स सी आजको दिन कस्तो हुन्छ सबैजनालाई नमस्कार के च्याप्यो नेल हालेको हेर यस्तो छ यस्तो रास पनि आउँदैन स्निकर बल्ने हैन बन्दर हल्लियो अब हामी भेटमा जाँदैछौँ ल हेर त ब्राइडले ब्याङ्गल्स मिट म्याच लिएर आएको भएर चाहिँ हामीले चाहिँ अब ब्याङ्गल्स बस्दैछौँ त्यो पनि पाइए छैन लोसन ला मजाले लपक्कै लगाऊ त कतिवटा पिस छ धेरै नलाउनु परेन त्यो त सजिलो जान्छ योभन्दा सानो छैन र यो ट्राई गरौँ न त्यो अघिको वाला खट्टाएर जाऊ लोसन त्यहाँनिर गयो भयो बिस्तारै दुईवटा मात्रै लगाए हुन्छ जान्दैछ खै यस्तो गर न
खोइ ट्रान्जिसन बाँकी छ यार एउटा हेर न आतुरी बढी छ निनीलाई किचन रहेछ कि यो त अन गरिदियो अनि दक्षिणा दिने राखिन्छ दक्षिणा दिनेलाई फेरि खाम बनाइ हेलो हाई नमस्ते सबैजनालाई नमस्कार सम्पूर्णमा नमस्कार सम्पूर्णमा नमस्कार ब्राइड टु बी ब्राइडै भनौँ दाइ राख्नु के उता नवीन दाइ उता पछाडि राख्नु के पछाडि राख्नु दाइ नवीन दाइ नमस्ते दिदी आज डरिने भयो सकलाय जगदिताय नागार्णाय स्तुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ओम गम गणपतये नमः ध्यानाथ अब यता गणेशजीको पूजा गरौँ तपाईँ सबै कुराले पूजा गर्दा धुपहरू चढाउनु झनै सुपारी राखिदिनु होला गजाननं भूतगणाधिपतिं माल्यम परि गन्धक्षता पुष्पाणि समर्पयामि नमस्करोमि यावत् पूजा करोमि तावत् मम श्रीस्थिरो भव सुप्रसन्न नारायण श्रीमान गणपतये कलश वरुणाय नमः नवग्रह मध्येमा अब फेरि शुक्रलाई सम्झेर ब्रह्मा मुरारी त्रिपुरन्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्ति करा हरि ओम शुभम भवतु कल्याणम आरोग्य शुभ संपदा ज्ञान ज्योति प्रकाशाय दिव्यज्योति नमस्ते दिव्यज्योति परम ब्रह्माजी नारायणाय नमः त्रिपस्त्रदेवाय नमः यागच्छ यातिष्ठ यावत् पूजा करोमि तावत् तं श्रीस्थिरो भव सुप्रसन्नो परमो भव आवाहनं समर्पयामि आसनं समर्पयामि पाद्यं जलम् अर्घ्यं समर्पयामि नमस्करोमि फलनैवेद्यं निवेदयामि नमस्करोमि ओम नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्दं वासुदेव नमस्ते वासुनाथ वासुदेवस्य वासितं गुणत्रयं सर्वभूतनिवासिनोऽसि गणामः शान्ति लगाइदिनु हरि ओम श्री सदे लक्ष्मी चकन्या गौराज बातुमान व्याप्तन एकछिन
ल अब यताबाट यता लगाइदिनु यताबाट उता लगाइदिनु लगाइदिनु अब अर्कोमा लगाइदिनु उहाँलाई पनि लगाइदिनु गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरे शुभ विवाह निमन्त्रणा श्रीमान हेमप्रसाद तिमल सिन्हाज्यू पोखरा 6 लेकसाइड पोखरा 6 लेकसाइड निवासी श्रीमान हेमप्रसाद तिमल सिन्हा तथा श्रीमती लक्ष्मी देवी तिमल सिन्हाका आयुष्मान कनिष्ठ सुपुत्र इन्जिनियर विजय तिमल सिन्हाका चरण कमलमा समर्पित पोखरा 17 निवासी बिरौटा निवासी श्रीमान ज्ञान प्रसाद गौतम तथा श्रीमती सरिता गौतम की आयुष्मती सुपुत्री सुश्री नवीना गौतमसँग वैदिक विधिपूर्वक गरिने शुभ विवाहका लागि मिति 2082 11 महिना 13 गते फागुनको 13 गते बुधबार अष्टमङ्गल धुनको शुभ साइट पारेले राजमहल इभेन्ट डेभिसफल पोखरा 17 मा कन्या लिनको लागि साधारण निमन्त्रणा गर्दछौँ। शिव पार्वती अटल सुन्दर दाम्पत्य जीवनको सुवास देशावरसम्म फैलिरहोस् यही हाम्रो परम दयालु भगवानसँग प्रार्थना छ। यस हर्षित घडीमा वैवाहिक सूत्रमा बाँध्न पाउने त्यस शुभ अवसरमा हामी र हाम्रो परिवार एवं हाम्रा स्वजनहरू हर्षले गदगद भएका छौँ। दिनाङ्क 2082 साल फागुन 13 गते बुधबार शुभम प्रार्थी पिता ज्ञान प्रसाद गौतम माता सरिता गौतम। हस् नमस्कार धन्यवाद। माला में आ तुझको पिरोलूं तुझे पहनूं सजन फोटो में आ सरगम सा बोलूं तुझे रट लूं सजन माया त यस्तो होस् माया त यस्तो होस् नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले नघट्ने होस् कहिले नछुट्ने होस्।
मात्र छ जसलाई म आफ्नो भन्न सक्छु हृदयका सबै कुरा खुलेर भन्न सक्छु मेरो दुःखमा रोइदिने मेरो खुसीमा हाँसिदिने सबैभन्दा माथि छ मेरो एउटा साथी छ शीतल शीतल फूल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल